आजको मेरो भिडियोमा चाहिँ म हजुरहरूलाई चना र पनिरको टिक्की बनाएर देखाउँदैछु। यो चाहिँ बनाउनु पनि एकदम सजिलो छ अनि एकदम छिटो पनि बन्छ। बच्चादेखि बुढाबुढीसम्म सबैलाई एकदमै मनपर्छ अनि साथसाथै हेल्दी पनि छ है। त्यसको लागि सबैभन्दा पहिला चाहिँ काउली चनालाई र दुई तीनवटा आलुलाई चाहिँ 2-4 सिटी लगाइदिएर एउटा भाँडामा खन्याइदिने। अनि त्यसलाई चाहिँ अलि तातो तातोमै मिच्न पर्ने हुन्छ है। अनि त्यसमा चाहिँ पनिर पनि राखिदिएँ अघि कोरेको। अब आफूलाई स्वादअनुसारको नुन, मसला, धनिया, अब के हाल्न मन लाग्छ यसमा अरू सागसब्जीहरू पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ यत्तिकै बनाएँ, धेरै केही नराखिकन। यत्तिकै पनि मिठो हुन्छ यो चाहिँ। अनि त्यसमा अब कर्नफ्लोर हाल्दिएँ मैले चाहिँ। नभए भने यसलाई मैदा पनि हाल्न सक्नुहुन्छ, तर मैदा भन्दा अझै राम्रो बेसन पनि हुन्छ। अनि त्यसलाई मजाले मुछेर चाहिँ पिठोको डो बनाए जस्तो बनाउने। त्यसपछि त्यसलाई चाहिँ हातमा डल्लो डल्लो बनाउँदै मजाले टिक्कीको सेप दिने। अनि मैले चाहिँ एउटा थालमा सबै टिक्कीहरू बनाएर राखेँ। अनि एउटा प्यानमा चाहिँ तेल बसालेर, तेल चाहिँ एकदम कम लाग्छ यसलाई चाहिँ, थोरै 2-4 चम्चा मात्रै तेल भए पुग्छ। अनि त्यसपछि त्यसलाई राखिदिने मजाले। अनि सानो ग्यास बनाएर उल्टाइ पल्टाइ गर्दै बनाउने। यो पाक्न चाहिँ अलिकति टाइम लाग्छ, 5-7 मिनट जति लाग्छ। फेरि भित्र चाहिँ काँचै बस्छ नि त। अब यसलाई चाहिँ एउटा चम्चाले उल्टाइ पल्टाइ गर्दै बनाउने। यस्तो रातो भएपछि चाहिँ यसलाई निकालिदिने। दुई साइडमै मजाले रातो हुनुपर्छ यो चाहिँ। मैले हजुरहरूलाई फुटाएर पनि देखाएँ है त। यो भित्रसम्म पाकेको छ, राम्रो छ। अब हेर्दै हाम्रो पनिरको टिक्की चाहिँ रेडी भयो है त। भिडियो मन पर्यो भने मेरो पेजलाई फलो गरिदिनु।